जिल्लाको कर्मारङ गाउँपालिका मुम काउरङमा हामीले आँखा शिविर गऱ्यौँ। कुलु भन्ने ठाउँमा हाम्रो सामान यसरी हामीले खच्चडबाट बोकाएर बिहान हामी 5 बजे हिँडेको बल्ल अहिले 10 बजे यहाँ आइपुगेका छौँ। यो ठाउँलाई चाहिँ ढुङ्गेधारा भन्छ। यति गाह्रो यति स्ट्रगल रहेछ यो ठाउँ। हामीले यो पहिलोपटक हाम्रो नेपालमा पहिलोपटक यो ठाउँमा शिविर भएको भनेर यहाँ भोटे बस्ती है लामो बस्ती रहेछ। यहाँ यति मान्छेले प्रशंसा गर्नुभएको छ, यति राम्रो। ल हेर्नुहोस् हाम्रो सुभाष नेपाल सर, आउटी जिल्चा सर यसरी पछि सामान कतै केही हुन्छ कि भनेर पछि लाग्नु भएको छ। हामी यो टिम सँगसँगै छौँ। हामी चाहिँ एकदमै हामी सँगसँगै पछि हिँडिरहेका छौँ। ल आई केयर फाउन्डेसनले एकदमै कर्णाली प्रदेशमा आँखा शिविरको लागि धेरै सहयोग गरेको छ, त्यसको लागि धन्यवाद। हस्।